सबभन्दा सुरुमा सभापतिज्यू म तीनटा कुराको यहाँ व्याख्याबाट सुरु गर्न चाहन्छु। एउटा भनेको प्रतिनिधि सभा, जुन हामी प्रतिनिधिहरूको सर्वोच्च थलो पनि हो, जहाँ हामीले जनताको विषयमा उठान गर्छौँ, त्यसको विषयमा छलफल गरेर समस्याको समाधान गर्नको लागि हामी अगाडि बढ्छौँ। अर्को भनेको समिति, जसलाई हामी मिनी पार्लियामेन्ट पनि भन्ने गर्दछौँ। सरकारलाई संसदप्रति जवाफदेही र उत्तरदायी बनाउने यसको मुख्य काम हुनेछ। र अर्को भनेको हामी किन जनप्रतिनिधि हौ त भन्ने प्रश्न। जनताको आवश्यकता अनुसार नीति र कानुन बनाउन, पुराना कानुन परिमार्जन र खारेज गर्न। र अत्यन्तै महत्त्वपूर्ण कुरा त्यसमा जोडिएको कुरा के छ त भन्दाखेरि जनताका भावना बुझेर काम गर्ने। त्यो एकदमै अत्यन्तै महत्त्वपूर्ण छ। यो विकास निर्माणको सवालमा होस् या सुशासन स्थापित गर्नुहोस्, यसलाई हामीले जहिले पनि आफ्नो मस्तिष्कमा राखेर अगाडि बढ्न जरुरी छ। मैले यो तीनटा कुरालाई यहाँ किन व्याख्या गरेँ त भन्दाखेरि हामीले अहिलेको अवस्था हेर्दाखेरि तीनटा कुरामा अलिअलि हामीबाट कमी कमजोरी भएको छ भन्ने मलाई महसुस भएको छ। सबभन्दा सुरुमा अध्यादेश ल्याउने विषयमा, अर्को कुरा भनेको सुकुम्बासी नागरिकको विषयमा, र तेस्रो भनेको कानुन न्याय तथा मानव अधिकार समितिको सदस्यको हैसियतले यी सबै कुराहरूमा हाम्रो अग्रसरता अलिकति त्यसमा कन्जुसाइ भयो कि भन्ने मलाई लागेको छ। किनभने हामीले अध्यादेशको विषयमा र यो फिल्डमा सुकुम्बासी नागरिकको विषयको हामीले फिल्डमा गएर हेर्न गएका छौँ कि छैनौँ, त्यहाँ पहल कदमी लिएका छौँ कि छैनौँ भन्ने कुरामा अलिकति कमी कमजोरी भयो कि भन्ने मलाई लागेको छ। मैले यसैसँग म सुरुको बुदामा म जोड्न चाहन्छु अध्यादेशको विषयमा। त्यसमा के हो त भन्दा संसद र समिति दुवैमा उल्लेखनीय हाम्रो उपस्थिति छ। त्यो हुँदाहुँदै पनि अध्यादेशको बाटो हामीले किन रोज्यौँ, यसमा हामीले आफैलाई सोध्नुपर्छ। किनभने मैले अगाडिदेखि भनेको छु, हामी जुन गन्तव्यमा पुग्दैछौँ आत्मालोचना र आत्मसमीक्षा जरुरी छ। त्यही कारणले गर्दाखेरि यस्तो अवस्थामा हामीले संविधान सम्मत ढङ्गले जनताको सर्वोच्च ठुलो संसद मार्फत बहस गरेर आवश्यक कानुन बनाउन, पुराना कानुनलाई संशोधन गर्न र खारेज गर्न सरकारलाई कुन कुराले रोक्यो भन्ने ठुलो प्रश्न उठेको छ। र अध्यादेश किन भनेर प्रश्न उठ्दाखेरि मैले थुप्रै ठाउँमा मैले तर्क सुने। संसदको बाटोबाट ढिलो हुने भयो, त्यही कारणले गर्दाखेरि भनेर भन्नुभएको रहेछ। मैले त्यसैमा म जोड्न चाहन्छु, ल ठिकै छ, समस्या छ, ढिलाइ पनि भएको हुनसक्छ। त्यस्तै त्रुटिहरू सच्याउनको लागि, यस्तै अनगिन्ती समस्याहरूलाई पहिचान गर्नको लागि र हाम्रो पुराना कमी कमजोरीलाई सच्याएर अगाडि बढ्नको लागि जनताले म्यान्डेट दिएर पठाएको होइन र? यो प्रश्न हामी सबैमा उठेको छ। त्यही कारणले गर्दाखेरि मैले यसमा ध्यान दिन पनि आग्रह गर्न चाहन्छु। हिजो अरूले गरेका थिए, त्यही कारणले गर्दाखेरि हामीले किन नगर्ने भन्ने कुराको तर्क हामीले गर्नु उचित हुँदैन भन्ने मलाई लाग्छ। फेरि मेरो धारणा त स्पष्ट छ, सरकारले देश र जनताको हितमा गरेको काममा मेरो सधैँ सहयोग रहनेछ, मेरो सधैँ समर्थन रहनेछ। त्यसमा विरोधको लागि विरोध गर्ने पक्षमा हामी कोही पनि छैनौँ भन्ने मलाई लाग्छ। तर शासन सञ्चालनको सहजताको नाममा अध्यादेशलाई नियमित विकल्प बनाउने काम सरकारलाई स्वेच्छाचारितातर्फ लिएर जान्छ भन्ने हामी सबैको मस्तिष्कमा रहनुपर्छ भन्ने मलाई लाग्छ। यस्तै अभ्यासले लोकतान्त्रिक मूल्य मान्यता, संसदीय अभ्यास र संवैधानिक मर्यादालाई कमजोर बनाउँछ भन्ने मलाई लाग्छ। अर्को कुरा भनेको हाम्रो यही समितिसँग प्रत्यक्ष जोडिएको मानव न्याय तथा मानव अधिकारको कुरा, जुन सुकुम्बासी नागरिकसँग जोडिएको कुरा छ। संविधानमा हामीले मानव अधिकारको, मौलिक हक अधिकारको व्यवस्था धेरैभन्दा धेरै छ, थुप्रै छ। तर सरकारले अहिले भर्खरै काठमाडौँ उपत्यका लगायत थुप्रै ठाउँहरूमा वैशाख 12 गतेदेखि सुकुम्बासी बस्ती हटाउने क्रम जारी राखेको छ।
सुकुम्बासी समस्याको समाधान गर्नुपर्छ, त्यसमा कुनै पनि दुई मत छैन। तर संविधान सम्मत, कानुन सम्मत, मानवीय र वैकल्पिक व्यवस्था सहित, पुनर्स्थापना सहित हामीले त्यसलाई गर्नुपर्दछ भन्ने मलाई लाग्दछ। फेरि हामीले सर्वोच्च अदालतले समेत वैकल्पिक व्यवस्था नगरिकन विस्थापन नगर्न आदेश दिएको अवस्था पनि हामी सबैजनालाई थाहा छ। र त्यस्तो अवस्थामा हामी सबैले सरकारलाई ध्यान आकर्षण के गराउनुपर्छ त भन्दा यस्तो कुराहरूमा अझै संवेदनशील भएर हामी अगाडि बढ्नुपर्छ। सभापतिज्यू, मेरो एउटा के आग्रह छ भन्दा, मेरो भनाइ के छ भन्दा, राज्य सबैभन्दा बढी त्यही नागरिकको हुनुपर्छ जसको कोही छैन र केही पनि छैन। तर यहाँ सबैभन्दा धेरै वास्तविक पीडितहरू नै अति नै अन्यायमा परेको देखिन्छ। यदि अझ व्यवस्थित तरिकाले यसलाई अगाडि नबढाउने हो भने त्यो अन्यायबाट अत्याचारमा पनि परिणत हुन सक्दछ। त्यही कारणले गर्दाखेरि यो अगाडि हामीले थुप्रै दृश्यहरू देखेका छौँ। नागरिकको घरमाथि डोजर चल्दा आमा, परिवार सदस्यहरू जुन तरिकाले विचलित अवस्थामा छ, बालबालिका रोएको अवस्था थियो, युवाहरूको आत्मसम्मान खोसिँदा राज्यले त्यसमा भूमिका चाहिँ संरक्षणकारी तरिकाले अगाडि बढाउनु पर्दथ्यो भन्ने मलाई लागेको छ। त्यही कारणले गर्दाखेरि म यहाँ एउटा तथ्याङ्क भन्न चाहन्छु त्यसैसँग जोडेर। 2047 सालदेखि द्रोण प्रसाद आचार्यको नेतृत्वमा बनेको भूमि आयोगदेखि हालसम्म 19 वटा आयोग चाहिँ बनिसकेको रहेछ। यसले के देखाउँछ त भन्दाखेरि समस्या वास्तविक र दीर्घकालीन छ र त्यस सँगसँगै आयोग गठन र विघटनको कारणले गर्दाखेरि राज्यको थुप्रै लगानी खेर गइसकेको अवस्था पनि रहेछ। फेरि भूमिहीन जनता त्यस आयोगप्रति निराश र त्यो आयोगप्रति अविश्वास बढ्दो भएको कारणले गर्दाखेरि पनि यो समस्याको समाधान चाहिँ गर्नै पर्ने देखिन्छ। तर त्यो समस्याको समाधान गर्दाखेरि हामीले न्यायोचित हिसाबले कसैलाई अमानवीय ढङ्गले हामीले गर्नु हुँदैन भन्ने मलाई लाग्छ। म तपाईँलाई अन्य अरू जिल्लामा पनि यस्तो समस्याहरू छ। म आफ्नै निर्वाचन क्षेत्र इलामको कुरा सुनाउन चाहन्छु। इलाममा थुप्रै यस्तो इलामेली परिवारजनहरू हुनुहुन्छ जो अहिले पनि विगत कति वर्ष अगाडिदेखि नै बसोबास गर्दै आउनु हुँदा पनि उहाँहरूसँग धनी पूर्जा छैन, उहाँहरू भूमिहीन हुनुहुन्छ। अब यस्तै अवस्थामा उहाँलाई उठीवास गराउने हो भने यो अवस्था कतातिर जान्छ भन्ने कुराहरूको पनि हामीले परिकल्पना गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यही कारणले गर्दाखेरि हामी सबैजनाहरू यहाँ उपस्थित सबैजना र नेपाल सरकार अभिभावक हो र हामीले अभिभावकीय भूमिका खेल्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसैले पनि सरकारसँग मैले फेरि पनि म दोहोऱ्याउन चाहन्छु, सरकारसँग समय थियो, वैकल्पिक व्यवस्था पहिचान र पुनर्स्थापना सहित अघि बढ्न सक्थ्यो। तर आत्मसम्मान खुसी नै गरेर नागरिकलाई जुन तरिकाले हटाइयो त्यसले उनीहरूको मनमा कहिले निको नहुने गरी एउटा खेल गाडी दिएको छ। यसलाई हामीले कसरी पुर्ताल गर्ने, कसरी हामीले आत्मालोचित हुने भन्ने कुरामा हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ। त्यही कारणले गर्दाखेरि यसै सबै कुराहरूमा जोडेर म फेरि पनि एउटा के प्रस्ताव राख्न चाहन्छु भने हामी सबैजना यस समितिका सदस्यहरू सबैजनाहरू हामी त्यस फिल्डमा जाउँ, एकपटक होल्डिङ सेन्टरमा गएर त्यहाँको प्रभावित बस्तीमा गएर फिल्ड भिजिटमा जाउँ, उहाँहरूको कुरा सुनौँ, वास्तविक